What's up guys, welcome to back my YouTube channel. तपाईहरुले मेरो YouTube channel सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नुस्, लाइक गर्नुस्, शेयर गर्नुस्, कमेन्ट गर्नुस्. हेलो गाल्दियो. सब्स्क्राइब गर्नुस् भन्दियो. ल. अहिले चाहिँ हामी अब जाँदै छौं. लसुन खन्नलाई नि त छोरी. हेलो गाल्दियो. ल समात है समात समात हेलो गाइज भन्दियो न छोरी जुङ्गा पहा है त ल ल यता आऊ त यता यहाँ बोल्नी ल हेलो गाइज भन यता हेलो गाइज खै बोल न हेलो भन न नमस्ते गरिदियो नि सबैजनालाई के चाइनिज बोले क्या खाम भने के बोला बोला सब्सक्राइब गर्नु भन सब्सक्राइब गर्नु लाइक गर्नु भन लाइक गर्नु भन दाको सो अहिले चाहिँ हामी यतिखेर अब हाम्रो काम सुरु भइसकेको छ गाजर खन्ने लसुन खन्ने टमाटरलाई गोड्ने के कसो बुढी अनि त्यसपछि छोरीले पनि गर्दै थिए खनी खनी गर बाबा खनी खनी गर ल ल ल खनी खनी गर ल लसुन यो चाहिँ हाम्रो अर्ग्यानिक लसुन हो पुरा लसुन अर्ग्यानिक त्यति राम्रो त फलेको छैन तर पनि ठिक छ गाजर पनि छ अनि बेथे त दामी छ ल बेथेको ठुलो बोट छ बेथे अनि काँक्रो लोकल काँक्रो पनि छ यहाँ लोकल त होइन होला अर्ग्यानिक भनौँ न छोरी हेलो गरिदेऊ न छोरी अनि टमाटर अर्ग्यानिक टमाटर उतै हात थियो त आँपको बोट अहिले यसपालि चाहिँ लास्टै फल्यो रहेछ लास्ट चाहिँ फल्यो रहेछ अहिले झर्ने के अनि त्यसपछि भन्टा छ के छ अरू त्यो चाहिँ सबै निवाहरू हो अनि 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 अरू के छ अनि टमाटर फर्सी मुन्टा खाइसकेको अवस्था छ थोरै छ छन चाहिँ सबै कुराहरू छ खुर्सानी अनि सबैभन्दा इम्पोर्टेन्ट कुरा देख्न गइरहेको छु काँक्रो यही हो कि गाउँमा बसेर बस्नुको फाइदा नै मजा नै यही छ स्वस्थ हावापानी अनि त्यसपछि अर्ग्यानिक खानेकुरा अनि यहाँ फेरि अर्को अर्ग्यानिक औषधि जडीबुटी पनि यहाँ यत्रो ठुलो भइसकेको अवस्था छ अनि काँक्रो पानीको चाहिँ भाँडामा चाहिँ गएको पानी चाहिँ यसरी जम्मा गरेर चाहिँ गरे सिस्टम गर्नुभएको रहेछ प्याज अनि त्यसपछि यो भिन्डी चिप्लिउरी करेला फर्सी अलमोस्ट वी हेभ एभ्रिथिङ अनि त्यसपछि यहाँ त सुरु हुँदै रहेछ मकै सबै कुराहरू छ निवाहरू यो चाहिँ हाम्रो बाख्रा फर्म हो धेरै बाख्रा छैन अहिले ओहो यहाँ पनि रहेछ काँक्रो सानो बोट भइकन नि काँक्रो
फल्याएर चाहिँ धेरै त छैन होइन तैपनि। अनि हिजोको अस्तिको हावाहुरीले गर्दा चाहिँ हाम्रो इस्कुस त्यहाँ पुगेको थियो, अहिले सबै मरेको थियो के भयो थाहा छैन। खुर्सानीहरू तर चाहिँ फेरि खुर्सानीको डेराहरू हुर्किसकेको अवस्था रहेछ। अनि सिमी, यो चाहिँ सिमी वा ग्रेट, यो सबै भिन्डीहरू हुँदैछ। यो चाहिँ घर अगाडिको फुल दामी दामी देखिएको छ गाइस, बाल दामी छ। यसपालि चाहिँ कटहर त्यति खाने बेला पनि भएको रहन्छ, त्यति धेरै फल्यान रहन्छ, भर्खरै सानसानो हुँदैछ। अनि त्यसपछि भैँकटा, यो पनि सायद कागती नै होला, यसपालि फलेको रहन्छ। किम्बु आँपको बोट भइहाल्यो। अनि भैँकटा चाहिँ खाने बेला भएको छैन अहिले, सिजन होइन। यो सबै भैँकटा चाहिँ हाम्रो ड्याडले लाउनु भएको